हेलो हेलो सबैमा नमस्कार। फेरि पनि स्वागत छ मेरो भिडियोमा। आज चाहिँ मैले हजुरहरूलाई देखाउन गइरहेका यी बङ्गालका पाठीहरू चाहिँ अबका केही दिनमा आमा बन्न योग्य भई यहाँदेखि निक्लिनेछन्। यिनीहरूलाई चाहिँ जन्मेको 5 महिनासम्म सबैलाई दिइने दाना पानी सोसरती हुर्काइएको हुन्छ र 5 महिना पुगिसकेपछि यिनीहरूलाई छुट्टै निकालेर करिब 70 देखि 75 दिनसम्म यसरी यिनीहरूको दानाहरू छुट्टै हुन्छ। त्यसरी दाना दिँदै हुर्काइएको हुन्छ। भ्याक्सिनहरू त्यही अनुसारले दिइराखेको हुन्छ र यहाँ 20 महिनादेखि 70 दिन 75 दिनसम्मको मितिमा हुर्काइसकेपछि यी बङ्गालहरू चाहिँ आमा बन्न योग्य उमेर सँगसँगै स्वस्थ भएर आमा बन्ने डिपारतिर जान्छन्। यिनीहरू चाहिँ झन्डै 5 महिना 2-7 महिना र यहाँदेखि गइसकेपछि 3.5 महिना भने 11 महिनादेखि ढिलोमा भने 12 महिना 1 वर्ष दिनमा चाहिँ फेरि आफू जन्मेको वर्ष दिन पुग्मै यिनीहरूले आफूले फेरि बच्चा पाउन योग्य भइसकेका हुन्छ। यसरी काठको धुलोमा मजाले खेल्दै हुर्किएका तन्दुरुस्त बेलनका तरुनीहरू है। यस्तो छ अवस्था। यदि फुर्तिला छन्। काठको धुलो भएको कारणले धुलो यसरी उडिरहेको छ। हजुरहरूलाई मेरा भिडियोहरू मनपर्छन् र राम्रो लाग्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। भर्खर सामाजिक सञ्जालमा आउँदैछु। साथ सहयोगको अपेक्षा गरेको छु। हवस् त, धन्यवाद।